आज तँलाई म कालले छोड्ला छोड्दिनँ कतिसम्म भागिदिएर चाहिँ हेरौँला नि म म त्यो पनि सहेर बसे तैँले जे गर्दा नि सहेर बसे आज मेरै घरमा आएर मेरो लुगा खोल्दिनी आज तँलाई म 7 दिन 7 रात पुर्नु पर्यो पनि यही बसिरहन्छु तँ 7 दिन 7 रात मलाई साथी बस्छस् भने म आनन्दले रुखमा बस्छु राति बाघ भालु आएर तँलाई नि खान्छ म त रुखमा चढेर बसेको छु मलाई त कसैले केही पनि गर्न सक्दैन यसलाई त म के गरौँ ह भनेकै मान्दिनँ यसलाई त एक ढुङ्गाले भनेर मारौँ कि के हो तँले हानेको ढुङ्गाले त मेरो भुतलाई पनि हाल्दिन बुझिस् हैन मैले तेरो कुन्जुनी गरिन खाएको रहेछु ह तैँले मेरो यति खेतो खने जबसम्म मेरो सोझी दिदीलाई बदनाम गर्छस् नि बरु मेरो एक मुठी सास गस तर म तँलाई शान्तिले बस्न दिन्न म पनि एक बाउले जन्माएको छोरी हो बुझिस् अनि म चाहिँ 100 बाउले जन्माएको छोरी हो तेरो व्यवहार हेर्दा त कसरी होइन भन्ने तँ गतिलो भएको भए तँ बुढी भइसकी मान्छे गाउँ घरमा नयाँ बिहे गरेर आएको बुहारीहरूलाई राम्रो कुरा नसिकाएर सौतासा व्यवहार गर्छस् तैँले मलाई सानी देखेकी होला म त जिरे खोर्सानी जस्तै हुँ तँलाई थाहा छ नि जिरे खोर्सानी कति पिरो हुन्छ भनेर हैन यसले त झन्झन ठुलो कुरा गर्न थाल्छ पक्कामै म त्यही उखाएर तेरो जगल्टा सगल्टा नखाइ छोड्दिन आइज सक्सेस भने आइज तेरो घरमै नाङ्गो झार गर्ने मान्छे रुखमा मात्र आइज न तँलाई म के गर्छु तँ जस्तो च्याङले के गर्छस् भने म डराउँछु तँलाई त मनमा माल छैन भने यसलाई त कालले नि पुछ्दै छ आइज मलाई चाहिँ होइन तँलाई चाहिँ कालले कुदकुदाएको रहेछ बुझिस् तँ तल म त झर्ट यही बन्चोरले यो रुखको असार बनाएर काटिदिन्छु तैँले बच्चा भनेर हेपी के होलिस होइन मान्छेको दिन कसरी फर्किँदो रहेछ देखिस् अघि न तँ यहाँ बसेर थर्काएको थिइस् म माथि थिएँ अहिले म तल छु तँ माथि छेस् मैले तँलाई थर्काइरहेकी छु तल आउँछस् कि आउँदैन अघि मैले तँलाई भन्ने बित्तिकै त तल आएकी थिइस् र अहिले तैँले भन्ने बित्तिकै म तल आउँ है आउँदैन तैँले के गर्छस् ए मैले के गर्छु म त जस्तो बुद्धु होइन हातमा बन्चरो बोकेर ढुङ्गाले हान्न म त यही बन्चरोले तल आइस् भने घाँटी काटिदिन्छु आइनस् भने रुख काटिदिन्छु अब हेर्दै जा तँ कसरी तल आउँदैन रहेछस् तँलाई त कान्छी सुन्न भने म तैँले जे भन्छस् त्यही मान्छु नकाट्नु परेको छैन तैँले भनेको मान्नलाई कान्छी त्यसो नगर्नु भने म तैँले जे भन्छस् त्यही मान्छु भनेपछि मैले जे भनेको त्यही मान्छे छैन त मान्छु तैँले जे भन्छस् त्यही मान्छु त्यसो भए त्यो फोन कैलाले कुतासुरा लाएर वन बने भागेको कुरा मेरो घरमा गएर जेठानु र सासूलाई भन्दै बेकारमा दिया
म तेरो जेठा र सासूलाई सबै सत्य कुरा भनिदिन्छु। म दियासँग माफी पनि माग्छु, तर मलाई यहाँबाट छोड्दै कान्छी। माफी मात्र मागेर सुख पाउँछस्, खुट्टा रोक्नु पर्छ बुझिस्? हुन्छ, म खुट्टै रोकेर माफी माग्छु। तेरो खासै भर त छैन, कसम खा अनि मात्र पताउँछु। सत्य धरो धरो, म तेरो जेठा र सासूलाई सबै सत्य कुरा भनिदिन्छु। दियासँग माफी पनि माग्छु, तर मलाई यहाँबाट छोड्दैन कान्छी। ल त्यसो भए अहिले नै खुरुक्क झर्याल। यहाँ बन गाइला के हो? उसै त दाइले शङ्का गरेर बसी खान दिएको छैन। अहिले यहाँ कसैले देख्यो भने मेरो बास उठ्छ। मलाई हुनु परेको त्यस्तै हो। अब तिमीलाई दाइहरूले घरबाट निकाल्यो भने त म तिमीलाई लिएर गइहाल्छु नि। अनुहार हेर्दा पनि लैजालाउ जस्तो छ। दाइहरूलाई देख्ने बित्तिकै थुर्रा कामेर भिर कानला केही नभनी हाँग फाल्छौ, अझ ठुला कुरा गर्छौ। तिमीले पनि यसरी नहेर भन सीता। अहिले त डराउनु परिहाल्यो नि। समयपछि भाग्नु त के? तिम्रो दाइहरूको अगाडि तिमीलाई झ्याप्पै सरङ्गाल मारेर बसौँला नि। तिमीलाई आउँछ नि 10 थरी कुरा। काम भनेपछि सिनको भाँच्ने होइन? सिनको भाँचेर काम पनि त छैन नि। सिनको त झन् बलियो पो बनाउनु पर्छ त। बिगार चाहिँ काम लाग्छ नि। आइया, तिमी धेरै टेटेडो कुरा नगर है। तिमी चाहिँ यसरी रिस उठ्ने बित्तिकै मान्छेलाई पेट्टा पेट्टा हान्ने नगर है। फेरि मलाई कुन बेला रिस उठ्छ अनि प्याट 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 हान्दैन नि। हानी हाल्यौ नि, पेट 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 पेट। नजिक आएर टाँसेर बस्न त सक्दैनौ। तिम्रो मुटु कति कमजोर छ भनेर मलाई थाहा छैन र? भनेपछि यो हामी मान्छेलाई हान्नै पर्ने रहेछ। कुराले मात्र हामी मान्छेहरू त लाग्दैन भन्दै बुढापाकाले हो कि क्या हो? के हो कि क्या हो भनेको नि साँच्चै हो नि। अब होइन, मन मनै भनेको कुरा तिमीले कसरी थाहा पायो? किन? त्यो मनभित्र म बसेको छु भने होइन? मनको कुरा मनमा बस्नेलाई थाहा हुँदैन र? कुरा त ठिकै हो। ल सीता, तिमीलाई मैले माया गरेर बिरालो बस्ने ल्याइदिएछ। लगाऊ। माया गरेर ल्याइदिएको रे, त्यो पनि कहिले आलु कहिले पिडालु। अब बे भएको भए त केरा नै दिनुहुन्थ्यो नि। बे भएको छैन। केरा खानलाई चाहिँ बे नै गर्नुपर्छ र? कुरा सुन्दा पनि बे गरेको भए त जग्गेमा चढाउनलाई भए पनि फलफुल त ल्याउनु परिहाल्यो। अनि त्यही राखेको फलफुल यसो चोरेर यदि कसै दिनुहुन्थ्यो भन्दैन नि। तिमीले बे गर्छौ र केरा चोरेर खाउला भनेर सम्झिनु त आकाशको जुन भुइँमा खस्छ भने जस्तै हो। खोइ ल्याउ, यही भयो नि खान्छु।